यो राणातन्त्र भन्दा पनि कडा छ। मैले पहिला संसदमा त्यत्तिकै बोले होइन। अहिले बालेन शाह हामी जो भन्छौँ नि, धेरै ठुलो भयो भने मेयरै हुने हो, धेरै ठुलो भए सांसदै हुने हो। प्रधानमन्त्री बन्न त कि त जनताबाट निर्वाचित हुने व्यवस्था हुनु पर्यो, कि त अर्को जुनीमा सपना देख्ने, त्योभन्दा अर्को विकल्प छैन। सडक संसद दुइटैमा उभिराखेको छु त हिम्मत भएरै उभिएको छु हजुर। दम र हिम्मत छ भने घेरे भइगयो त। हिम्मत भइदिए भए 63 मा यिनले मारिदिन्थे, मार्न सक्ने भइदिए भए। दम भएन, हिम्मत भएन, क्षमता आएन, विदेशीको हरियो डलर खाइएको थियो। अब डोनाल्ड ट्रम्पले अहिले नाङ्गै पार्यो, सब फुकालिदियो। अहिले हेर्नुहोस् त यिनीहरूको बिचरा अहिले लङ्गुटिया लगेर यिनीहरू दौडा दौड्छ यिनीहरू। यस्तो अवस्था, चुनावै नलडेका खिलराज रेग्मीलाई यो देशको प्रधानमन्त्रीको कुर्सीमा बसाले राष्ट्रिय अध्यक्ष बनाएर मन्त्री परिषदको यति विकराल गर्ने। अनि जनतालाई के भने यो त लोकतन्त्र हो, अनि हामी भेडा जस्तो तल बसेर लोकतन्त्र हो भन्ने। जनताको जनमतभन्दा ठुलो संसारमा केही पनि छैन। नेपालको लाखौँ जनताको, हजारौँ जनताको जनमतले भोलि ज्ञानेन्द्र शाही चाहिँदैन भन्यो भने मलाई स्वीकार्नुपर्छ। जनताको जनमत गरौँ। तपाईँ चुनाव होइन, सांसदको चुनाव लड्ने हो र। राष्ट्रता चाहिन्छ कि चाहिन्न भनेर हिम्मत र दम छ भने त अहिलेको सरकारले जनमतसङ्ग्रह गरेर देखाइदियो हुन्छ। हामीले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चाहिन्छ भनिरहेका छौँ। त्यहाँ नेपालको इज्जत नै फालिने गरेर राष्ट्रपतिको स्वागत गरे। न मान छ, न मर्यादा छ। राष्ट्रपतिलाई सम्मान गर्नु भनेको सिङ्गो देशको नागरिकलाई सम्मान गरेको। यतिसम्म छेलकपट गरेका छन् यी डलरवादीहरूले, त्यो संसदमा पोको नै खोलेनन् यिनीहरूले। यतिसम्म झेलकपट गर्दाखेरि मिडियाका क्यामेरा बन्द भएका छन्। मयूँ भन्ने राइटरको कलमको टुप्पो भाँचिएको छ। त्यत्रो जनमत सङ्कलन गरेर ल्याएपछि त सत्य कुरा त जनतालाई देखाइदिनु पऱ्यो नि त। त्यतिखेर अहिले मैले केही सांसदसँग छलफल गरेँ। कोही अहिले एमालेमा छन् ती सांसद, कोही एकीकृत समाजवादीमा छन्, कोही सांसद अहिले पनि माओवादीमा छन्। ती सांसदहरूलाई अस्ति मैले भेटेर भने के हो त वास्तविकता भनेर सोद्धा अधिकांश नेपालको 90% जनताले त्यो जनमत के दिएको थियो अरे, हिन्दू बुद्ध किराँत सहितको वैदिक सनातन हिन्दू राष्ट्र भने। यिनीहरूलाई कहिल्यै पनि हटाउन नमिल्ने बनाए यिनीहरूले। र्याल काट्दै पनि प्रधानमन्त्रीको कुर्सी नछोड। कैसा रहेगा अगर आपका ड्राइविंग लाइसेंस आपके फोन से ही बन जाए? मैं आपको अपनी पर्सनल स्टोरी बताता हूँ। मुझे ड्राइविंग लाइसेंस बनवाना कहिल्यै पनि हटाउन नमिल्ने बनाए यिनीहरूले। र्याल काट्दै पनि प्रधानमन्त्रीको कुर्सी नछोड्ने। कोही 2 पटक हुने, कोही 3 पटक, कोही 5औं पटक भएर अब 6औं पटकको प्रयास गर्ने। तर देशका युवा आज 55 लाखभन्दा बढी युवा अर्काको देशमा काम गर्न बाध्य छ। अहिले तपाईँ र मैले पत्रकार सम्मेलन गर्दै गर्दा अहिले एयरपोर्ट जानुहोस्, अहिले पनि विदेशमा गएर काम गर्ने युवाहरूको ताती छ। र अर्को रह्यो जन्मसङ्ग्रह। के राजा जन्मसङ्ग्रहबाट फालेको? तपाईँ यहीँ भएका पत्रकारहरूलाई सोधियो राजा चाहिन्छ कि नै, राष्ट्रता चाहिन्छ कि नै भनेर के भोट हाल्नुभयो तपाईँले? तपाईँलाई धर्मनिरपेक्षता ल्याउने कि नल्याउने भनेर तपाईँलाई जन्मसङ्ग्रह गरियो? प्रदेश संरचना चाहिने कि नचाहिने भनेर जन्मसङ्ग्रह गरियो? यो त केही टाउकेहरू सांसद भएर आउने, तिनै सांसदले देश बेचिदिने, मुलुकलाई ध्वस्त पारिदिने। अझ के भन्ने, जनताको जनमतले पारेको भन्ने। हुँदा हुँदा यिनीहरूले यतिसम्म गरे कि चुनाव हारेका हरुवाहरूलाई चाहिँ यो देशको प्रधानमन्त्री बनाए। तपाईँले ल्याउने भनेको सबै मान्छेहरू राष्ट्रिय झन्डामा एकजुट भइदिन पनि हामी अपिल र अनुरोध गर्न चाहन्छौँ। धर्म संस्कार बिना र अभिभावक बिनाको देश, अभिभावक बिनाको तपाईँको घर र राजा बिनाको देश। आज त्यो भन्दै गर्दा धेरैले भन्ला नि तपाईँलाई राजा र जनता मिलेर बनाएको देश हो नि। यो भन्दै गर्दा केही डलरवादीहरू ब्रुक ब्रुक उफ्रिन्छन्। जनताले भन्छ, जनता पनि त राजै हो, राजा पनि त जनतै। यो व्यवस्था र यो देश जसले आर्जेकै होइन, जसको नेतृत्वमा देशै बनेको होइन, त्यो सिद्धान्त मान्ने मान्छे बसेर यो देशको प्रधानमन्त्री हुनुभएको छ भने हामी त यो व्यवस्थामा फेरबदल गरेर जसले यो राष्ट्रिय एकता बनाउँछ, जसले यो देश बनायो, तिनै देशको मान्छेलाई अगाडि देश बनाएको इन्स्टिट्युसनलाई अगाडि बनाऊ, राष्ट्रिय एकताका रूपमा बनाऊ भने हामी बस्न नमिल्ने भन्ने हुन्छ। जानेर सभामुख बस्नु हुन्छ नि, जानेर म बस्छु नि, त्यो पनि राजा वीरेन्द्रले बनाएको बिल्डिङ हो। स्वयं प्रतिनिधि सभाका सांसद प्रभु शाहले प्रश्न सोधिसकेपछि जवाब म दिन्न भन्नुहुन्छ प्रधानमन्त्री। यो किन भन्नुहुन्छ थाहा छ? किनकि जनताबाट गएर चुनाव जित्या होइन। अब 2-4 जना कार्यकर्ता जम्मा गर्ने, आफ्नो निर्वाचन क्षेत्र पैसा खर्च फेरि चुनाव जितिहालिन्छ। अनि जसले जहाँबाट जिते पनि पार्टी बनाइहालिन्छ, फेरि प्रधानमन्त्री भएर जनताको कुरा किन सुन्नु पर्यो? अनि यस्तो जनताबाट निर्वाचित नभएको मान्छे यो अराजक हुने परम्परा छ। अहिले त प्रचण्डजीले पनि राजा चाहिन्छ हजुर भनेर आउनुभयो भने हामीले स्वागत गर्ने। राजा सबको साझा हो। हाम्रो एजेन्डामा काङ्ग्रेसको सभापति शेरबहादुर देउवाले सही ठिक छ हजुर, मैले गल्ती गरेँ, म गलत बाटोमा रहेछु, अब बाटो सुधारेर आउँछु भनेर नेपाली काङ्ग्रेसका सभापति अहिलेका प्रचण्डजी उहाँले नै तपाईँको यसको स्वीकार गर्नु भने हामीले स्वीकार। हिजो राजा जाँदाखेरि त्यहाँका नेपालीले गर्ने व्यवहार के थियो, आज राजा नहुँदा नेपालीले गर्ने व्यवहार के छ,
हिजो सक्रिय राज संस्थाका बेला यो देशमा 44वटा उद्योग थिए। हामी कहाँ काम गर्न बङ्गालबाट र बिहारबाट मान्छे आउँथे। अहिले अर्काको घरमा भाँडा माझ्न हामीले माता मानेकी हाम्रा दिदीबहिनीलाई हामीले लक्ष्मी भनेर पूजा गर्छौँ। यही कुरा ठिक हो भन्ने यदि सडेको मान्छे हो भने त्यसले राज संस्था मन पराउँदैन। इज्जत र मान प्रतिष्ठा मलाई मनपर्ने नेपालीको वीर गोर्खाली हो भने राज संस्था मन पराउँछ। त्यसका लागि हाम्रो देशमा बसेर चीनका विरुद्धमा लडिएको युद्ध हो। माओवादीको युद्ध थाहा छैन? हतियार सबै विदेशीले दिएको। स्याटेलाइट फोनसम्म विदेशबाट आएको होइन? अहिले युट्युबमा गएर खोजेर हेरे हुन्छ त। त्यो त सिधै नर्वेको हो स्याटेलाइट फोन भनिसक्यो त। जबकि अहिले पनि हामी स्याटेलाइट फोन चलाउन सक्ने हाम्रो हैसियत छैन।